यता डोलाइटी जाने बस कता पाउँछ? खै मलाई नि थाहा भएन यता पठाउ पाउँछ पठाउ गरेर जाऊ है हजुर भाइ हुन्छ धन्यवाद हुन्छ भाइ पठाउ हो हजुर पठाउ त हो यता डोलाइटीसम्म गएको कति पैसा लाउनुहुन्छ? तिमीलाई धोलाइटीसम्म गएको पठाउ हो यहाँ 250 दिएर रहेछ तिमी अफलाइन गयो भने तिमीलाई 200मा लिएर जान्छु यो त अलि महँगो भएन त 250 दिएर रहेछ तिमीलाई अफलाइन लिएर गयो भने 50 रुपियाँ कम गर्दैछु त बुझ्यौ हुन्छ दाइ हुन्छ कोही पनि नजाऊ पछाडि बस्न त्यहाँ माथि कहाँ धोलाइटी कसकोमा बस्नेछ भने अहिले होटलमा बस्छ भनेपछि रुम खोजेको छ र अहिले अहिले खोजेको अब खोज्नुपर्ने धोलाइटी नै चाहिएको हो भने तिमीलाई म अहिले चाहिँ पछि नम्बर दिन्छु न उनीहरूले त्यही अनुसारले रुम खोजिदिन्छ तिमीलाई हुन्छ दाइ ओ भाइ के हो तेरो नाम होस्टेलमा त नयाँ नयाँ देख्छु कहाँ हो तेरो घर कहाँदेखि आएको त बोल्दैन त सामी के हो तेरो नाम लाटा हो क्या गरे कहीँ नि गयो साह्रो यो होस्टेलमा यस्तो केटाहरूसँग कसरी बस्ने होला खै बरु अस्ति त्यो पठाउवाला दाइले रुम खोज्ने मान्छेको नम्बर दिनुभएको थियो त्यसमा एकचोटि कल गरेर यता कतै रुम छ कि सोध्नु पर्यो मलाई दा डोलाइटीतिर रुम चाहिएको थियो ए हुन्छ दाइ म हजुरलाई त्यतै आएर कल गर्छु नि है त अनि तिमीलाई यही ढलाइटी एरियातिर हुनु चाहिने कि अलिक टाढा भए पनि हुन्छ मलाई यतै नजिकै चाहिने हो दाइ ढलाइटी एरियानिरै हजुर यतै एरियातिर चाहिने ए यो एरिया त फेरि अहिले यो भिआइपी एरिया हो होइन अलि कोठा भाडा त अलिक महँगै हुन्छ यहाँ फेरि ए हजुर मलाई त्यस्तो महँगो पर्दैन दाइ हल्का पढ्ने वातावरणहरू छैन ए स्टुडेन्ट हजुर त्यही भएर ल ठिकै छ मै तिमीलाई भने जस्तो यो ढोलाइटी एरियातिर नै कोठा खोज्ने प्रयास गर्छु म तर त्यो प्रक्रिया अघि बढाउनलाई चाहिँ अलिकता पैसा एडभान्समा चाहिन्छ कति जति चाहिन्छ होला दाइ अहिलेलाई 5,000 जति छोडिदिउ न त छैन होला दाइ कति छ जति छ त्यति छोडिदिउँ न अहिले पक्का गर्नलाई मात्रै हो अहिले 3,000 जति छ दाइ यति राख्न हुन्छ ओके दाइ मैले कति दिन भइसक्यो तपाईँले कल नै उठाउनुहुन्न त के हो भने म यहाँ रुम नभएर यहाँ तडपिरहेको छु दाइ यार यहाँ होस्टेलमा बस्दा बस्दा यहाँ साथीलाई पनि तनाव भइरहेछ कोही खोजिदिनुहुन्छ अहिलेसम्म भएन दाइ कतापट्टि खोजिदिनु भएको छ ल दाइ हुन्छ त्यता आएपछि म हजुरलाई कल गर्छु नि है त हस् कल चाहिँ उठाइदिनु होला है त योचोटि चाहिँ हस् दाइ ल तिमीले रुम भनेको फेला परेको घर चाहिँ यही हो हजुर दाइ अब पहिला रुम नै हेरौँ अनि सल्लाह गरौँ होला के गर्ने भनेर है त दाजु घर हेर्दा त रुम त राम्रै छ यहाँको होइन अब के गर्ने त ल तिम्रो सबैलाई सस्तोमै 8,000मा मिलाइदिए हो अरूहरूलाई त 12-10,000 भन्छौ त्यति पैसा त छैन अहिले के हो अब के गर्ने त्योभन्दा 8,000 भन्दा कम त हुँदैन भाइ अब एडभान्स दिएको पैसा चाहिँ फिर्ता गरिदिनु अब एडभान्स दिएको पैसा त फिर्ता गर्न मिल्दैन भाइ तिम्रो प्रक्रिया यताउता गर्नलाई डौडुप गर्दा गर्दै त्योभन्दा बढी खर्च भइसक्यो त्यस्तो नभन्नु दाइ ल सरी है भाइ तिम्रो रिटर्न चाहिँ हुँदैन
त साले ए सुनिल के होला तिमी ठिक त छौ नि सुनिल खै यार थाहा छैन आजकल एक्लो महसुस भइरहेछ अनि घरदेखि लिएर आएको पैसा पनि सकिसक्यो अब काम पनि कसरी खोज्ने होला केही थाहा छैन यताको बारेमा आफ्नो समस्या सुनिदिने मान्छे पनि कोही छैन त्यस्तो नभन नि साथी म सोध्छु तिम्रो लागि म पनि तिमी जस्तै गाउँबाट आएर दुःख गरेर बसेको त हो नि मैले सक्यो भने तिमीले सकिहाल्छौ नि त्यस्तो कुरा नगर ल अबदेखि ल त्यसो दाइ सन्चै हुनुहुन्छ ऊ मेरो साथी है गाउँबाट आएको हजुरको क्याफेमा काम गर्ने मान्छे चाहिएको भनेर सोचेको थिएँ अनि ऊ साथीलाई काम चाहिरहेको भएर यसो तपाईँले काममा लगाइदिनुहुन्छ कि भनेर यसो बुझ्न आएको त हुन्छ के नाम हो भाइ तिम्रो मेरो नाम चाहिँ सुनिल हो दाइ सुनिल हजुर कहाँबाट आएको थियो म चाहिँ यता सुदूरपश्चिमदेखि यता चाहिँ अहिले पढ्नलाई आएको हो अहिले चाहिँ के गरिरहेको के समस्या छ लागेको हजुर न त्यही भएर काम अनि योभन्दा अगाडि रेस्टुरेन्टमा कतै काम गरेको छौ कि छैन अहिलेसम्म त छैन दाइ महिनाको त्यस्तै 12,000सम्म चाहिँ हुन्छ सो दाइ त्यो टिम हुन्छ हजुर ए ल उसो भए भोलिदेखि भेटौँला नि त हस् त धन्यवाद दाइ म उसलाई भोलिदेखि पठाइदिन्छु त के खाने हो यो टेस्ट कस्तो लाग्यो है गरमारी खाऊ न त गरमारी हुन्छ मिठो नि हुन्छ अलिक चिल्लो पनि हुन्छ कि तर त्यही छैन त अलिअलि चिल्लो त पचाइहालिन्छ नि ग्यास्ट्रिक छ खाउन साथी तिमी नि किन आएको खाइरहेछ कहिले खाऊ खाइरहेछ ल ढिला भयो अब जाउँ है मिठो नि छैन त्यहाँ हेरेर खानु त पऱ्यो नि यहाँ त्यहाँ फुटबलको स्पोर्ट हुँदैछ होइन कि खाना त फाल्नु भएन नि खानुपर्छ मिठो नि छैन यति थोरै मिठो नरहेछ छोड्दै कि छोडिदियो आऊ मलाई त पुग्यो यार यो सबै खानु पऱ्यो नि यार कसरी खाने यार मलाई पुग्यो नि त यार फेरि कस्तो यार यति धेरै फालेर त भएन नि यार केही खाना नपाएर कति मान्छेहरू तडपिरहेको छ यार भोकै हामीलाई यो खाना पाइरहेछौँ यसको भ्यालु गर्न सिकन यार ठिकै छ नि त आउँदाखेरि म फाल्दिनँ नि त है सुन्ने ठिक कुरा गर्यो यार किन टेन्सन लिइरहेछौ सब ठिक हुन्छ एक दिन म पनि पहिला यस्तै थिएँ तनाव लिने डिप्रेसनमा थिएँ तर मेरो कुराहरू सुनिदिने त्यतिखेर कोही थिएन त्यही भएर तिमी पनि यस्तो कुराहरूको टेन्सन नलेऊ सब ठिक हुन्छ एक दिन बुझ्यौ यो कुराबाट चाँडै निस्किनुपर्छ जति चाँडो निस्किन सक्यो त्यति नै आफूलाई सजिलो हुन्छ अरू कुराहरूमा फोकस गर्न सकिन्छ होइन यही कुरामा नलाग सबै कुराहरू एक दिन ठिक हुन्छ जस्ट चिल है त एकछिन केटा नहाँस्नु म त नहाँस्नु